हेलो एभ्रिवान, वेलकम टु ब्याक माई मिनी ब्लग। सो आज चाहिँ डे 22 रहेको छ। अनि हेर्न सक्नुहुन्छ मैले चाहिँ बिहान उठेर 1 गिलास दुधको चिया खाएँ। मलाई चाहिँ एकदम मनपर्छ र म सँगसँगै मेरो छोरा पनि उठेको थियो। अनि आज चाहिँ हामी छोरा र मामीले चाहिँ हामी घुम्न गइरहेको थियौँ। अनि त्यसपछि चाहिँ हामी घुम्न चाहिँ म, बाबु अनि मम्मीहरू पनि गएको थियौँ। मम्मी बहिनीहरू सबै गएको थियौँ। हेर्न सक्नुहुन्छ देउराली खाजा गरेर यस्तो दामी, यस्तो टेस्टी त्यहाँ खानेकुराहरू पाइन्छ। हामी जस्तो नाङ्लो सेट खान गएको थियौँ। अनि चाहिँ आज चाहिँ मैले एकदम हिरोइन भएको थिएँ क्या। अनि त्यसपछि हेर्नु सक्नुहुन्छ हामी चाहिँ एकदम हङ्ग्री भइरहेको थियौँ के। सबैजनाले यस्तै चुट पऱ्यो पनि खानामा कुरै छाड्नुहोस् कि एभ्रिवान। अनि चाहिँ मैले यति धेरै खाना खाएछु कि कुरै छाड्नुहोस्। म त खाना खान पनि यस्तो गाह्रो भइदिरहेको थिएँ। यस्तो गाह्रो भएर पछि म त सहन नसकेर तर पनि मैले छाडेन कि। खाना सहन नसकेर भए पनि मैले खाना चाहिँ मैले छाडिनँ। बरु म घुँडा टेकेर हात टेकेर खाने भयो। तर म खाना चाहिँ झार्दिनँ किनभने मलाई एकदम धेरै मनपर्छ कि बाहिरको खानाहरू चाहिँ एकदम धेरै मनपर्छ। अनि हेर्नु कति मेरो ब्यागै चुटिछ कि गाइज, मलाई थाहै नपाएको कति गएर चुटिछ भन्ने कुरा। अनि त्यसपछि चाहिँ म फाइनली माइती घर आएको थिएँ। अनि त्यसपछि आजको मिनी ब्लगलाई चाहिँ मैले यहीँ नै अन्त्य गरेँ। ओके बाई साथीहरू, थ्याङ्क यू फर वाचिङ।